Hello guys, good morning. यस्तो गरम छ हैन सनौतीमा आज यस्तो टनटन घाम लागिदिएको छ हेर्नुहोस् पुरा यस्तो घामले मरायो यहाँ दाजुभाइ साथीभाइ पुरा गरमले बिजोक भइरहेछ यही साथी त दिनेश बाउलाको छ यो कल्ल न गो दिनेश भाइ बाउलाको छ यो मान्छे गाडीमा कहिले नचढ्ने यो मान्छेलाई मुर्गी बिमारले भेटाएको छ कसै पेसेन्जर भेटान्छ मेरो गाडीमा आउनु है उसको गाडी चाहिँ यहाँ छ है साथी उ रातो उसको गाडी हो नि यस्तो छ के भन्नु होइन अब सुन्नेले सुन्ने यहाँ चाहिँ पुरा ऊ टेन्सन भइरहेछ उसलाई चाहिँ होइन दैला कसले छ घरि आयो भन्छ के भनिदिन्छ हौ बिमार भएर बिमार भयो बिमार भएर सुतेको छु म गाइस गरम पनि छ म बोल्न पनि सक्दिनँ भाइ मेरो गाडीमा टाङ फालेर सुतिरहेछ है गाइस हेर नै पुरा गरम भएको छ होइन म चाहिँ अब लास्टै गरम भए पनि होइन अब जस्तै गरम हो भने हामी चाहिँ एरेन्ज हुन्छ नि म्यानेज गर्न सक्छु क्या म चाहिँ मलाई ठन्डा पनि गरम पनि रिस सबै म्यानेज गर्छु क्या होइन अनि फाइनली म चाहिँ ज्याकेट पनि लगाइरहेको छु होइन हल्का हल्का गरम पनि भइरहेछ तर अनि म चाहिँ त्यस्तो फिलिङ त्यति साह्रो हट फिलमा छुइनँ भैया हेर न लम्बू भैया उसको नाम चाहिँ लम्बू भैया हो पहिला लगाउनुलाई त्यो छोटो भैया उसको छेउमा त होचौ देखिन्छ त उसको छेउमा गएर ओ भाइ साहब ऊपर का मौसम कैसा है भन्नुपर्छ अग्लो मान्छेलाई छेउमा गयो गर्मी होइन कि मलाई चाहिँ के फिल भएको छ भने अहिले फिलहाल चाहिँ पुरा काम पनि छैन होइन वनको यो सिजनले गर्दाखेरि न काम पाएको छ होइन न अब घर जार चलाउन यस्तैले छ होइन अनि काम नपाउँदाखेरि एकदम लास्टै साह्रो परिरहेछ अब कसो गर्नुपर्ने हो के त गर्दा ठिक हुन्छ भन्ने पनि आइडिया छैन आजकल बजारमै मान्छे होइन अहिले जति देख्दै गरेको मान्छेहरू चाहिँ स्टुडेन्टहरू मात्रै छ होइन स्कुलको टाइमिङ भएर अहिले बाँकीजना चाहिँ सबैजना अहिले चाहिँ पुरा गरमले दोकानको मान्छे होइन भित्र बाहिर गरेछ बस त्यति हो पब्लिक भनेको अनि एउटा लोकल मान्छे हिँड्दैछ त्यति हो बाँकी होटल ड्राइभरहरू हुँदैछ रिक्साहरू अटो ड्राइभरहरू अनि ट्याक्सी ड्राइभर मात्रै छ बाँकी कोही छैन बजारमा एकदम के भन्नु अब होइन अहिले एकदम साह्रो छ अब मणिपुरको सिचुएसन पनि अहिले एकदम अलिक साह्रो अलिक हेभी चल्दैछ अहिले एकदम साह्रै चल्दैछ किनकि अब कसैको यहाँ लडाइँ पनि भइरहेछ होइन त्यसले गर्दा बन्दी चलिरहेछ पुलिसलाई यस्तो गरम भएछ टाउकोमा टोपीमा टाउको होइन टोपी चाहिँ खोलेर घाम सेक्नु थालेछ होइन यस्तो भएको छ गाइस बहिनीहरू स्कुल जाँदैछ स्टुडेन्टहरू लास्टै साह्रो परिरहेछ हो अहिले चाहिँ के गर्नुपर्ने हो आजको दिनको समय कसरी बिताउनु भनेको मा पो अब टेन्सन छ त टेन्सन भन्नु पनि अब कहिले सक्छ कसो गर्ने भन्नेमा टेन्सन छ कि अरू केही यस्तो गरम छ काम छैन होइन अनि मान्छे पनि छैन हामी ड्राइभर पार्टीहरू गाडी राखेछ घामबाट मसँग हेरिदिनुहोस् यहीँ पुरा गाडी राखेछ अनि पछाडि त्यस्तै छ गाडी त्यसो छ अहिले चाहिँ दाजुभाइहरू गर्नेमा एकदम गरम छ हाम्रो होइन गोर्खा भाइहरूलाई एकदम साह्रो परिरहेछ अहिले सुतिरहेको